त्यो बैठकमा जे भयो त्यो जनताले सबै ठाउँबाट देखिरहनु भएको छ। आम यो सार्वजनिक लेखा समिति हो, सार्वजनिक समितिमा त्यो छलफल भएको विषय। मेरो सभापतिज्यूलाई मेरो एउटा गम्भीर ध्यानकर्षण चाहिँ के छ भने समितिमा भएका छलफलहरूमा कहीँ कतै त्यो नियमावली विपरीत छ भने सभापतिज्यूले रुलिङ गर्नु होला, भन्नु होला। तपाईँ आँखी भाउ कपालको रौँ फुलेको सम्मानित नेता हुनुहुन्छ, तपाईँले आफ्नो जीवनकालमा लामो समय यी सामाजिक न्यायको पक्षमा काम गर्नुभएको छ, तपाईँप्रति सम्मान छ। तर एउटा सांसदले अर्को सांसदलाई हुर्मत लिने, धम्काउने, घेराबन्दी गर्ने काम त्यो मान्ने छैन। बोल्दै गरेको वक्ता पनि त्यही निर्वाचित सांसद हो जो जनताबाट अनुमोदित भएर आएको मान्छे हो। यहाँ प्रत्येक सांसद सार्वभौम छ। त्यो भन्दै गर्दा कहीँ कतै नियम आपत्ति भयो भने सार्वजनिक लेखा समितिको जुन नियमावली छ त्यो देखाउने, नियम आपत्ति गर्ने र सभापतिले रुलिङ गराउन, ताकि यसो र त्यसो भन्ने छैन, हुँदैन, त्यो मान्ने छैन, त्यो स्वीकार्य छैन। र पनि फेरि घेराबन्दी गरिन्छ भने खगेन्द्र सुनार स्वीकार्य छ, तयार छ। कहाँको कठघारामा उभिनुपर्छ प्रत्येक मेरा प्रश्नको मसँग जवाब छ, त्यो फेस गर्न खगेन्द्र सुनार तयार छ। शैली मिलेन भनिएको छ धेरै ठाउँमा। भैलीको शैलीमा भ्रष्टाचारको छानबिन हुँदैन। भन भन भाइयो, भन कति खाइयो, भन छिटो चाहियो, लौ छिटो भन, यता भन। भैलीको शैलीमा प्रश्न हुँदैन। प्रश्न निर्मम हुन्छ, गम्भीर हुन्छ, गहिरो हुन्छ, तलैबाट हुन्छ। प्रश्नकर्ता वक्ता अस्वाभाविक अमर्यादित लाग्यो भने समितिको सभापतिले आजैको मितिबाट घर पठाइदिनु होला, म दैलेखको नाइट बस चढ्न तयार छु। तर यो ठाउँमा बस्ने बेलासम्म प्रश्न निर्मम हुन्छ, त्यो गहिरो हुन्छ। त्यो कसैको चाकडी, कोही कसैलाई भन्नुपर्ने, केही कसै गर्नुपर्ने छ भने सम्बन्धित माननीयजीहरूले यसरी हो नि बोल्ने भनेर मजाले बोल्न सक्नुहुनेछ। त्यो सार्वभौमिक त्यो अधिकार सबैलाई छ। यो कुरामा ध्यान आकर्षण गराउन चाहन्छु। आजको विषय प्रवेश गरौँ। अस्तिको विषयमा थोरै तपाईँले अहिले बैठकको अन्तिममा पनि जानकारी गराउनु होला। हामीले 15 दिनभित्रमा त्यो प्रहरीको स्रोत साधन खरिदमा भएका बदमासीका बारेमा हामीले डकुमेन्ट मागेका थियौँ, त्यो आएको आएन। फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानवर्धन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नु होला। कठघारामा उभिएर जवाफ दिनलाई म तयार छु।